एभ्रिवान, म चाहिँ आज मम्मीसँग एउटा गेम खेल्दैछु अनि गेमको नाम चाहिँ हु एम आई है त। ल म एउटा मान्छेको नाम सोच्छु। भयो ल म पनि सोचिसकेँ है त। म सुरु गर्छु पहिला। तपाईँ इन्डियन हो कि नेपाली हो? मेरो त इन्डियन पनि होइन नेपाली पनि होइन विदेशी ल सोध्नु। विदेशी ल अनि तिम्रो इन्डियन हो कि नेपाली मेरो नेपाली हो। नेपाली हो। मैले चिनेछु त्यसलाई त्यो मान्छेलाई भन्नाले मजाले चिन्छु चिन्छु। ल सोध्नु। अनि तिम्रो के हो राजनीतिज्ञ हो कि हो 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 म चिन्छु के अरे विदेशी हो होइन? कुनै सोको मान्छे हो? कुनै सोमा आउँछ? सोमा आउने ल सोध्नु। अनि तिम्रो कलाकार हो कि कलाकार चाहिँ त होइन, फेमस छ। फेमस छ सोमा हुन्न अनि लाइक टिकटकमा फेमस छ त्यो मान्छे। टिकटकमा पनि कहिले काहीँ आउँछ है ल सोध्नु। उसको आफ्नो टिकटक छैन तर अरूहरूले राख्छन् ओके अनि तिम्रो चाहिँ टिकटकमा आउँछ कि आउँदैन आइरहेको छ आइरहेको छ। ऱ्यापर हो ऱ्यापर होइन ऱ्यापर होइन, तपाईँको अमेरिकाको हो। त्यसलाई सबैले चिन्छन् नि ल सोध्नु। अनि भनेपछि ऱ्यापर पनि होइन अनि कलाकार गेस गर्न पनि पाउनुहुन्छ है यो कलाकार हो कलाकार भन्नाले त्यस्तो हिरो नै त होइन। हिरो होइन भनेपछि राजनीतिज्ञ हो हो मैले चिन्छु चिन्नुहुन्छ? हो र त तपाईँको डोनाल्ड ट्रम्प हो? तिम्रो बालेन्द्र शाह होला होइन ऱ्यापर होइन त। ऱ्यापर होइन एकदमै कमेडी मान्छे हो। कमेडी मान्छे को हो र त गेस गर्नु न को हो कमेडी। कमेडी त छ नि, धेरै कमेडी छ नि त एउटा माग्ने बुढा होला कमेडी भनेको पोलिटिक्सतिर पनि लाग्नु खोजेको तर कमेडी मान्छे के एकदमै कमेडी मान्छे। केपी ओली होइन, केपी ओली अर्को कमेडी सेकेन्ड नम्बर। सेकेन्ड नम्बर अहिले जित्न सकेन तर महेश बस्नेत जित्न सकेन तर अनफर्चुनेटली। गगन थापा गगन थापा कमेडी छ। होला नि अलिअलि कमेडी सबैभन्दा ठुलो कमेडी जित्न सकेन सबैभन्दा ठुलो कमेडियन को भयो अहिलेको चुनावमा? गेस गेस कसको पोपट पोपट भयो? कसको पोपट भयो यसपालि? ओ घर ऋषि धम्मला। यार बाबाले चाहिँ यहाँ होइन, तिनीहरू मिलाउनु भयो, पछाडिबाट मिलाउनु भयो। बाई गाइज, द्याट्स इट फर टुडे। बाई बाई। म बाबासँग पनि फेरि पार्ट 2 खेल्छु अब।